आज सुजलले हजुरहरूलाई के भन्छ भनेर अचम्म हुनुहुन्छ होला है। आज म मेरो साथीको लभ स्टोरी भन्न गइरहेको छु। आजभन्दा करिब 1 वर्ष अगाडिको कुरो हो। साथी र म चिल्ड्रेन पार्क गएका थियौँ। गर्मी छुट्टीको बेला रमाइलो गर्ने मन थियो, तर ऊ खासै त्यति बोलेको थिएन त्यो दिन। केही खोजिरहेको जस्तो, केही सोचिरहेको जस्तो। के भयो मैले सोधेँ। खास केही होइन यार, उसले भने। तर उसको नजर भने टाढा कतै अडिरहेको थियो। एक नजर जहाँ अडिएको थियो त्यही थियो उसको मायालु आकाशे कलरको कुर्ता सुरुवाल र अनुहारमा शान्त मुस्कान। मेरो साथी एकछिन अडियो। मैले मनमा नै सोचेँ, पक्कै यसलाई त्यो केटी मन परेको जस्तो छ। म चुपचाप नबोली मुसुक्क हाँसेँ। त्यो हाँसो उसले बुझे। जाऊ न बोल, मैले जिस्काएँ। लाज लाग्छ यार, ऊ मुस्कुरायो। हेर्न मात्र मन लाग्यो के? केटीले हामीतिर एकचोटि हेरेकी थिए अनि फेरि आफ्नै संसारमा हराए। ऊ केही बोल्न खोज्थ्यो तर बोल्दैन थियो। शब्दभन्दा धेरै बोलिरहेको थियो उसको नजर। त्यो दिन उसले केही भनेन। केटी उठेर गइन् अनि ऊ चुपचाप बसिरह्यो। गयो नि मौका, मैले भने। ऊ मुस्कुरायो। नाम थाहा छैन, तर अनुहार चाहिँ थाहा छ त मलाई। त्यो साँझ ऊ फेसबुक स्क्रोल गर्दै थियो। अचानक एउटी केटीको प्रोफाइलमा नजर पर्यो। त्यही नजर, त्यही मुस्कान। यस, यही हो भन्दै ऊ बेडमा उफ्रिन लागे। उसले उत्साहित भएर मलाई म्यासेज गर्यो। गर्नुपर्छ अब म्यासेज, मैले भने। आज डर हिम्मत सब कुरा पार गरेर उसले त्यो केटीलाई म्यासेज गर्यो। हाई, तिमी चिल्ड्रेन पार्कमा झुलामा बसिरहेको केटी होइन? उसले सोधेछ। केटीको रिप्लाई आयो, हजुर हो। त्यसपछि सुरु भयो कुराकानी। बिस्तारै हरेक दिनको कुरा, साना सम्झनाहरू अनि एक अर्कालाई बुझ्ने यात्रा। आज उनीहरू अझै पनि कुरा गरिरहेका छन्। त्यस दिनको नजरबाट सुरु भएको कुरा अब मित्रता र भावनामा बदलिँदै गएको छ। ती दुई अहिले खुसी छन् एक अर्कामा। हरेक कुराहरू सेयर गर्छन्। यसरी उनीहरूको भेट अहिलेसम्म बरकरार छ।